लेट्स गो बाली टुगेदर गाइज। हाम्रो चाहिँ बिहानै 7 बजेको फ्लाइट भएकोले हामी 3 बजेतिर नै एयरपोर्टतिर लाग्यौँ। केही फोटोहरू भिडियोहरू खिचिसकेपछि हामी त्यहाँ केही बेर स्न्याक्स खान बस्यौँ। हामी कफीहरू स्न्याक्सहरू लिइसकेपछि हामी डिपार्चरतर्फ लाग्यौँ। त्यहाँ चेकिन्सहरू सबै भइसकेपछि हामी आफ्नो गेटतिर अघि बढ्यौँ। त्यहाँ हामीले केही फोटोहरू भिडियोहरू खिच्यौँ, पासपोर्टहरू यस्तो गएर फोटो खिच्यौँ होइन अफकोर्स। अनि हामी आफ्नो प्लेनभित्र छिर्यौँ। बाहिरको वेदर एकदम राम्रो थियो, अमेजिङ वेदर, भ्यूहरू एकदमै राम्रो देखिरहेको थियो। हामी भ्यूको इन्जोय गर्दै हामी बालीतर्फ लागिरहेका थियौँ। केही स्न्याक्सहरू अर्डर गऱ्यौँ। स्न्याक्स वाज अलराइट, नट टु गुड नट टु ब्याड। लगभग 6.5 घन्टा जतिको फ्लाइटपछि हामी बालीमा ल्यान्ड गऱ्यौँ। त्यहाँ हामीलाई पिकअप गर्न एकजना आउनुभएको थियो। उहाँले हामीलाई हाम्रो होटेलमा ड्रप गरिदिनु भयो। बाहिरको इन्भाइरोमेन्ट, रोडहरू सबै नेपालको जस्तै थियो, नेपालै घुमेको जस्तो भाइब्स भइरहेको थियो। अनि यहाँ हामी डिनर गर्न गयौँ। डिनर वाज अमेजिङ, रमाइलो भयो। हामीले टन्नै खायौँ त्यहाँ। अनि डिनर सकिसकेपछि हामी आफ्नो होटेलमा ब्याक भयौँ। थ्याङ्क यू फर वाचिङ।